ग्राउन्ड फ्रेम चाहियो होइन रेडी ल रेडी 3 2 1 गो स्टार्ट तपाईँ यहाँ मुख्य आउनुको कारण के हो यहाँ चाहिँ श्रीकृष्ण विजयको लागि उहाँले न्याय पाओस् भनेर यो चाहिँ मेरो आफ्नै दाजुको छोरा पनि हो एउटा म सामाजिक कार्यमा अब न्यायको पक्षमा आवाज उठाउँदै आएको व्यक्ति पनि हो र आफ्नै घरमा परेको भएर चाहिँ न्यायको लागि विशेष गरेर यहाँ चाहिँ उपस्थित भयो दलितका लागि दलितका अभियन्ता भनेर चिनिने खगेन्द्र सुनारले न्याय दिलाउँछ भने जस्तो लाग्दैन उहाँले स्पष्ट भन्नुपर्दाखेरि उहाँले न्याय दिलाउनुहुन्छ चाहिँ होइन एउटा सान्त्वनाको लागि चाहिँ उहाँले आवाज चाहिँ उठाउनु भएको छ र उहाँलाई धन्यवाद पनि दिन्छु कि यस कारणले उहाँले उठाउनु भएको आवाजको कारणले छानबिन समिति पनि बन्यो मुद्दा पनि दर्ता भयो तर अहिले उहाँ कहाँ हुनुहुन्छ यो मुद्दाको लागि उहाँले केही समय उहाँले जब आवाज उठाउनु भयो श्रीकृष्ण विकाको लागि त्यति बेला उहाँले सबै जनताहरूबाट स्याबासी पनि पाउनुभयो तर उहाँले न्यायसम्म पुर्याउन सक्नुभएको भएदेखि उहाँले अझै धेरै ठुलो नै उपनाम पनि पाउनुहुन्थ्यो यसकारण चाहिँ मलाई लाग्छ उहाँबाट न्याय चाहिँ हामीले पाउँदैनौँ किनकि उहाँकै सरकार छ नि त अहिले तपाईँले यस्तो लाग्दैन जुन तरिकाले उहाँ अदालत अगाडि प्रहरी कार्यालय अगाडि जुन सडकमा बसेर दलितका लागि न्याय देऊ दलितलाई यसरी मार्न पाइँदैन हेप्न पाइँदैन यस्तो अपमान व्यवहार गर्न पाइँदैन भनेर बोल्दै हुनुहुन्थ्यो त्यो साँच्चीमा मिडिया ट्रायल गरेको हो मिडिया भाँच्ने गरेको हो जस्तो लाग्छ के छ भाँच्छ यो चाहिँ एउटा राजनीति हो होइन मैले देखेको चाहिँ उहाँ त सडकमा हुनुभन्दा राम्रो रवि लामिछानेसँग पार्टी कार्यालयमै बसेर पनि कुरा गर्दा हुन्थ्यो नि यो विषयवस्तुमा अहिले उहाँकै सरकार छ उहाँले चाहेको भए 2 दिनभित्र 24 घन्टाभित्र न्याय दिलाउन सक्थ्यो नि उहाँकै सहयोगी उहाँकै समर्थक उहाँकै पार्टीका कार्यकर्ता नेता वरिष्ठ नेता बालेन्द्र शाहले 24 घन्टा स्टेटस राख्यो भने देशबाट केबाट के हुन्छ भने उपलब्ध हुन्छ कतिको के हुन्छ भने सबैलाई थाहा छ भनेर उहाँ बसेर छलफल गर्दा एउटा श्रीकृष्ण विकीले न्याय पाउँदैन थियो होला अवश्य यहाँले गर्नुभएको प्रश्न एकदमै सही छ किनभने उहाँको आफ्नै सरकार छ उहाँ गएर उहाँ कराइराख्नु भएको छ उहाँले चाहनुभएको भए उहाँकै सरकार भएको कारणले न्याय दिलाउनलाई टाइम लाग्दैन आज हामी 18 दिन भयो यहाँनिर बसेको हामीले अहिलेसम्म न्याय त के न त पोस्टमार्टम रिपोर्ट पाएका छौँ न त सिसिटिभी फुटेज हेर्न पाएका छौँ होइन न त कुनै ठाउँबाट एउटा पोजिटिभ कुराहरू हामीले कहीँबाट पाउन सकेका छौँ त्यो भएकोले गर्दाखेरि न्याय उहाँबाट त मलाई पाउँछौँ भन्ने लाग्दैन त्यसकारण पनि हामीले यसरी सडकबाट चाहिँ आवाज उठाउनु बाध्यता पनि भएका हो कयौँ केसहरू दबिराखेको छ हाम्रो यो भाइ चाहिँ एउटा मेरो भाउजूको चाहिँ सहारा थियो उसैले पाल्नुपर्ने अवस्था थियो त्यो अवस्थाको बच्चालाई यसरी मारिदिए होइन प्रेम गरेकै कारणले मर्नुपर्छ भने प्रेम गरेर विवाह गरेकै कारणले मर्नुपर्छ भने प्रेम चाहिँ एकतर्फीबाट मात्रै हुँदैन दुईतर्फीबाटै हुन्छ म चाहिँ यो चाहन्छु अहिले कि केटीको कहाँ छ केटीको परिवार कहाँ छ उहाँहरू पनि आउनु पर्यो हामीले अहिले जुन सजाय भोगिरहेका छौँ त्यही सजाय त हामी दिँदैनौँ तर कानुनले चाहिँ उहाँहरूलाई कानुनी प्रक्रियाको तरिकाबाट चाहिँ उहाँले सजाय चराले माया तपाईँ यहाँ माइती घर मण्डलामा श्रीकृष्ण विको केसको त्यतिखेर सिलगढीबाटै उहाँहरू चाहिँ सबै सिलगढीबाटै आउनुभएको यहाँ उहाँहरू जुन सिलगढीबाट आउनु भएको छ उहाँहरू यहाँ काठमाडौँमा भाडा किन पानी नहोला हो कसैले उहाँहरूको वास्तवमै भन्नुपर्दाखेरि यहाँहरू सबैले कोही एउटा कोठा भाडामा लिएर बसेको छ उहाँसँग सहारा लिएर बस्दाखेरि बसाउने व्यक्तिलाई पनि कति अप्ठ्यारो होला र बस्ने व्यक्तिलाई पनि कति अप्ठ्यारो होला त्यसमाथि आज कमाएर आज खानुपर्ने भोलि कमाएर भोलि खानुपर्ने अवस्थाको व्यक्तिहरू छौँ हामी होइन अनि उहाँहरूले कमाउने बेलामा काम गर्ने बेलामा यसरी आएर धर्ना बस्नुहुन्छ यसरी धर्नामा बसिराख्दाखेरि यहाँहरू सबैले पनि महसुस गर्न सक्नुहुन्छ कि उहाँहरूको अवस्था अहिले कस्तो भएर यहाँ यो माइती घर मण्डलामा धारा आज 14 दिन मात्रै बसेको भाइ बितेको 14 दिनसम्म हेर्नुहोस् दर्शक महानुभावहरू उहाँहरू माइती घर मण्डलमा हुनुहुन्छ उहाँको छिमेकी उहाँको आफन्त भाडातिर सिन्धुलीबाट यहाँ काठमाडौँमा बस्ने कस्तो पीडाम्न कुरा न्याय माग्नको लागि राजधानीमा आउनुपर्छ यहाँ राजधानीमा आइसकेपछि पानीसम्म किन्नुपर्छ यहाँ
माग्नको लागि यहाँ रात दिन यहाँ 14 दिनदेखि माइती घर मण्डलामा धारणा दिएको हुनुहुन्छ। पैसा तिरेर न्याय खोज्दै हुनुहुन्छ, पैसा तिरेर यहाँ पानी किन्दै हुनुहुन्छ, पैसा तिरेर यहाँ खाँदै हुनुहुन्छ, पैसा तिरेर यहाँ रात बिताउँदै हुनुहुन्छ। न्याय कहिले आखिर पाउने? सिन्धुलीमा न्याय पाउँछ जस्तो लागेन, त्यसैले त यहाँ आउनुभयो होला। के छ वास्तव? सिन्धुलीमा न्याय पाउने भएदेखि उहाँहरूले के अरे कस्टडीभित्रै हत्या नै गर्नु हुँदैन, किनभने पैसा र पावरमा संसार बिकेको छ अहिले। हामी जस्तो गरिब गुर्बाले पैसा तिरेर हामीले न्याय पाउन सक्दैनौँ। हाम्रो आवाज नै हो त्यो पैसा, हाम्रो आवाज नै हो त्यो सम्पत्ति जसले हामी न्याय पाउनको लागि आशा गरिरहेका छौँ। त्यसकारण सिन्धुलीबाट हामीले न्याय पाउँछौँ भन्ने आशा छैन, तर हामीले सिंहदरबारबाट त्यो अवस्था सिर्जना भयो भने सिंहदरबारको मार्फतबाट चाहिँ हामीले आशा गरेका छौँ कि न्याय हामीले पाउँछौँ र सकेसम्म चाँडो पाउन सकौँ भनेर पनि हामी आग्रह गर्छौँ। म सरकारलाई भन्न चाहन्छु, एकपल्ट यो कुराहरू तपाईँहरू किन गम्भीर भएर सोच्नुहुन्न? उहाँहरू 14 दिनदेखि यहाँ यस्ता माइती घरमा धेरैजना हुनुहुन्छ, आफ्ना समस्या लिएर छेउछाउमा यहाँ टहरा जस्तो बनाएर बसेको धारणा दिएको हुन्छ, बाइनर लगाएर महिनौदेखि बसे आउँछ। उहाँहरू यहाँ राजधानीमा आइसकेपछि आफ्नो पैसा तिर्नुपर्छ। जुन व्यक्तिलाई छाक टार्नको लागि धौधौ परिरहन्छ, उनीहरू कर्जा लिएर लोन लिएर साथीभाइसँग मागेर म धारणामा बस्न गइरहेको छु, प्लिज मलाई अलिक पैसा दिनुहोस्। न्याय माग्नको लागि पनि पैसा तिरेर माइती घर मण्डलामा बस्न पाउँछ भन्नुहोस्। अनि यति हुँदाहुँदै पनि यति सङ्घर्ष त्यतिकै त्यो गरिरहेछ, झन् थप त्यसमाथि तपाईँले यदि न्याय दिनु भएन भने त्यो पीडितको विश्वास तपाईँमाथि रहन्छ कि रहँदैन भन्नुहोस्। अब अहिलेको जुन रवि लामिछाने सङ्गीत सुनार्जी हुनुहुन्छ, बालेन सरकार भन्छ, बालेन्द्र शाह भन्नुहुन्छ, गरिबको चमेली बोल्दिने कोही छैन भनेर गीत गाउने उहाँ, गरिबको कुरा बुझ्न सक्ने सम्झिनुहुन्छ भने सबैले लागेको छ भने तपाईँले कस्तो लाग्छ? उहाँ यी वरिष्ठ नेताहरूले, वरिष्ठ व्यक्तिहरूले तपाईँलाई न्याय दिन उहाँहरूले न्याय त हामीलाई दिलाउनु नै पर्छ, र यो भनिरहँदाखेरि जब अरूको सरकार हुन्छ अनि त्यो अरूको सरकार हुँदाखेरि चाहिँ उहाँहरूले बोल्नुहुन्छ अरूको विरुद्धमा, तर अहिले उहाँहरू आफै सरकारमा हुनुहुन्छ, जो चाहिँ जनताको आवाज बनेर निस्किनु भएको सरकार हो नि त। उहाँहरू दुई तिहाईको सरकार हुनुहुन्छ, तर अहिलेसम्म पनि 18 दिन भइसक्यो हाम्रो भाइ श्रीकृष्ण विकको कस्टडीमा निधन भयो। अहिलेसम्म पनि उहाँहरूको कानमा किन यो आवाज पुगेको छ? किन यो न्यायको लागि अहिलेसम्म पनि उहाँहरूको सरकारबाट साँच्चै भन्नुपर्दाखेरि खगेन्द्र सुनार र रिमा विश्वकर्मा भन्दा पनि खगेन्द्र सुनारको आवाज धेरै सुनेको छु, तर रिमाको पनि सुनेको छुइनँ। पार्टी सभापति रवि लामिछानेले अहिलेसम्म केही बोल्नु भएको छैन यो विषयमा। अनि बालेन्द्र शाहजी जो अहिले देशको प्रमुख हुनुहुन्छ, उहाँले पनि अहिले केही पनि बोल्नु भएको छैन। के यो घटना अहिले एउटा जाति विशेषमा भएको छ? यसको मतलब यो मुद्दा चाहिँ एउटा जाति विशेषको मात्रै हो यो मुद्दा? यो मेरो प्रश्न छ सरकारलाई पनि र सबैलाई। म पनि अहिलेको सरकारसँग विनम्र अनुरोध गर्दछु, तपाईँ आश्वासन होइन, यहाँ ठुल्ठुलो भाषण सडक, आफ्नो सरकार छैन भने सडकमा आएर यस्तो गर्नुपर्छ यो गर्नुपर्छ भने ठुल्ठुलो कुरा गरेर मिडिया ट्रायल गरेर आफू जुन सत्ता हत्याउने जुन कोसिस तपाईँहरूको जुन पहिल्यैदेखि परम्परागत सोच छ त्यो हटाउनुहोस्। अब त्यो कोसिसभन्दा बढी जनतालाई न्याय कसरी दिलाउनु त्यसमा फोकस गर्नु, अनि पो त देश बन्छ नि। आखिरमा पुराना सत्ताहरू किन ढालिएका हुन्? हाम्रा नेपाली जनता यही कारणले उहाँहरू पनि यस्तै गर्नुहुन्थ्यो, सडकमा आएर ठुल्ठुलो कुरा सत्तामा गइसकेपछि त्यही कुरा साँच्चीमा मैले बोलेको हो र भन्ने प्रश्न गर्नुहुन्थ्यो। आफैलाई पनि बिर्सिनुहुन्थ्यो उहाँहरू। यस्तो भइरहेको छ, तपाईँहरूमा पनि यस्तो देखा पर्न थालिएको छ, त्यसैले सचेत रहनु होला। अन्तिममा चाहिँ के भन्नु? अन्तिममा न्याय हाम्रो श्रीकृष्ण विकले पाउनुपर्छ। यदि प्रेमै गरेको कारणले हो भने दुईतर्फी हो, केटी र केटीको परिवार पनि झुकिनुपर्छ र निष्पक्ष छानबिन हुनुपर्छ। र यसको न्याय चाहिँ काम हुँदैछ भनेर धेरै लामो समय बिताइसकेको छ। यो न्याय चाहिँ हामीले छिटै पाउनुपर्छ। हामीले यो सडकमा कहिलेसम्म बिताउने? हामी काम गरेर खाने व्यक्तिहरू, काम गर्ने व्यक्तिहरू सबै सडकमा आएपछि घर परिवार कसरी चलाउने, आफ्नो पेट कसरी पाल्ने, यो विषयलाई चाहिँ सरकारले बुझिदियोस् र सकेसम्म चाँडो हामीले चाहिँ न्याय पाउन सकौँ। र जो चाहिँ
सम्बन्धित व्यक्तिहरू हुनुहुन्छ, कुनै एकजनाको नाम लिदिनँ, तर जो पनि सम्बन्धित व्यक्ति हुनुहुन्छ ती सबै व्यक्ति चाहिँ कानुनको कठघरामा आउनुपर्छ, उहाँहरूले पनि सजाय पाउनुपर्छ र मेरो भाइ कृष्ण विकले न्याय पाउनुपर्छ र उसको आमाले क्षतिपूर्ति पाउनुपर्छ भनेर यो कुरा राख्न चाहन्छु। हस्, धन्यवाद।